भन्छौँ हाम्रो धर्म संस्कृति महान छ, त्यसैले यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। तिमी भन्छौ हाम्रो धर्म संस्कृति महान छ, त्यसैले यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। म भन्छु तिम्रो धर्म संस्कृति भन्दा पनि महत्त्वपूर्ण छौ। तिमी तिम्रो धर्म संस्कृति भन्दा पनि महत्त्वपूर्ण छौ, त्यसैले पहिला तिम्रो रक्षा गर्नुपर्छ। धर्म संस्कृति भन्ने कुरा मान्छेका लागि हो। धर्म संस्कृति भन्ने कुरा मान्छेका लागि हो, न कि मान्छे धर्म संस्कृतिको लागि हो। त्यसैले यिनी धर्म संस्कृतिले मान्छेको हित गर्दैन, त्यो धर्म संस्कृतिको नाममा भएको षड्यन्त्र हो। किनकि मान्छेभन्दा धर्म संस्कृति माथि हुनै सक्दैन। पहिला धर्म संस्कृति भन्दा पनि मान्छेको हित हुनुपर्छ।